भयो भयो अब भयो भयो 1 2 3 भयो यो जेठोलाई चाहिँ ल्याउनु रामले भन्छ तपाईको भाइ त कालो भइसक्यो दिदी यो बाटोमा छ कालो न गोरो काममा हिँडेर होला काम गर्दा गर्दा के काम गरेको छ लो रङ्गेली हो आइपुग्यो हजुर रङ्गेली बजार यति राम्रो बाटो बनाएको छ अनि कति राम्रो बाटो छ हेर्नु त लो अत्यन्त राम्रो बाटो है रङ्गेली बजारको 4 लेन पिच त राम्रै गरेछ नि पिच अनि यही पर्ला सापकोटा के उसले गरेको ढुङ्गानाले मोतीदेनको हो उत्तर साइड म यो चाहिँ गएको छु यो बाटो उत्तर साइडमा काने पोखरी गएको छु बाटो चाहिँ होस् राम्रो बनाएछ है 4 लेन बाटो अनि उहाँ त बाटो खनेको छ नि त हाइवे त बुलाकी हिँड्नु भएको छैन माता भद्रपुरसम्म पुग्छु यो बाटो हाइवे यहाँ के त छ उता क्या इटेरी विराट चोकबाट पूर्व हिँड्नु भएको छ अहिले ए त्यो त कतिचोटि हिँडिसक्यो पुरो विराट चोक त्यो पुष्पलाको बाटो चोकको बाटो त्यही बाटो होइन विराट चोकबाट पूर्व खनेको छ नि त बाटो खनेको छ त्यहाँ त खनेको छ नि अहिले हाइवे गएको भने यसरी हिँड्न पाइँदैन नि त त्यहाँ हिँड्न पाइँदैन नि घरै आउँदाखेरि पनि यही बाटो आउनुपर्छ होला छिटो हुन्छ अहिले थाहा पाउनु कति वर्ष यहाँ दाजुले के भन्दैछ भरे आउँदा नि यही बाटो आउनुपर्छ अरे यहाँ कुन टाइम भने बेलुकाको 6 बजे 6:30 बजे हेर्नुपर्छ होइन साइकलै मुम्बई जस्तो लाग्छ मुम्बई यहाँ सबैमा लाइट हाल्नु होला लाइट बल्छ नि माथि त्यही त भरे यही बाटो आउनुपर्छ पछि होस् नेपाल सरकारको हुलाकी सडक लो अत्यन्त राम्रो बाटो बनाए त्यसरी नै खिच्न राम्रो हुन्छ ल हेर्नुहोस् लाइटिङ कति राम्रो छ लाइट दिनु पर्थ्यो होला एउटा स्टप यहाँबाट सानो बाटो